लुक गाइज मैले यो साइकल किनेको चाहिँ लगभग 1 महिनै हुन आँटिसक्यो होइन, तर विविध प्रब्लमले गर्दाखेरि चाहिँ मैले यो मजाले कुदाउन पाइरहेको थिइनँ। प्लस मैले यो 1-2वटा कुरा अपग्रेड गर्नुपर्ने थियो साइकलको। मैले त्यसको लागि धेरैवटा सामानहरू, यसको यो ह्यान्डल बार राइजर होइन, अनि अगाडिको लाइट, पछाडिको लाइट, गोप्रो होल्डर, फोन होल्डर, पानी होल्डर, प्लस यो जुन ब्याग देखिराख्नुहुन्छ यहाँ, यो ब्यागहरू मगाएको थिएँ। अरू सामान मैले हाल्न पाएको छैन। तर राइट नाउ अहिले बिहानको कति 7 बजेको छ यहाँ ब्रिजबेनमा। म चाहिँ एकछिन साइक्लिङ गर्न जाँदैछु। पानी परिरहेको छ क्या 2-3 दिनदेखि, आज बल्ल ठिक भएको छ। त अहिले चाहिँ म गोप्रो र फोन होल्डर राखेर निस्किन आँट्दैछु। सो लेट्स सी होइन हाउ इट गोज। दामी पार्कमा जानुपर्छ, यहाँ बब्बाल ठाउँहरू छ कि छेउछाउमा, अनि यस्तै कुराहरू हेर्दै जाउँ। So these are the products. त्यो चाहिँ फिट भइसक्यो गोप्रो हाल्ने चाहिँ। अब नेक्स्ट प्रडक्ट मेन चाहिँ मलाई यो फोन राख्ने चाहिएको थियो क्या। यहाँ म्याप हुनुपर्छ, यहाँ दामी पार्कहरू छ होइन, मजा आउँछ। गाइस स्याड पार्ट भनेको पानी पर्नको खालतिर यार, ह्युज पानी पर्तिर। विदाउट हेलमेट चाहिँ यहाँ कुदाउन मिल्दैन। सो हेलमेट हालिदिउँ। मेरो कपाल यो लाम भएर बिग्रिँदै छ। गाइज लेट्स गो। पानी रोकिएको चाहिँ छैन होइन, त्यही पनि आई डोन्ट माइन्ड। अलिअलि भिजे पनि के हुन्छ र। अहिले कति बज्यो, 7:48 भएछ। 1-1.5 घन्टा जस्तो हानेर आइज। You know what guys, लाइफमा मैले अस्ट्रेलियामा जति आइसोलेटेड फिल, आई मिन हुन त म अरू देश घुमेको छैन, तर नेपाल र यहाँको कम्पेरिजनमा मलाई यहाँनिर आएपछि जति एक्लो फिल भयो नि, त्यति त मलाई मा कसम भनेको नेपालमा कस्तो कस्तो अवस्था आउँदा पनि त्यस्तो फिल भएको थिएन क्या, त्यस्तो एम्प्टीनेस। अनि इट्स ट्रु, यस्तो कुराहरूले इट हेल्प्स यु लट। तपाईँहरूलाई पनि कहीँ कतै कुनै ठाउँमा, जुनै ठाउँमा भनौँ संसारको त्यस्तो फिल गरिराख्नु भएको छ भने स्टार्ट डुइङ समथिङ गाइज, समथिङ, जे भए पनि है। मैले चाहिँ वर्कआउट पनि गरिरहेको हुन्थेँ, तर बडी फार आउट। यो दिस इज समथिङ एल्स के गाइज। मासाला यो नेचरसँग निस्किनु अनि गर्नु भनेको द फिलिङ इज टोटली डिफ्रेन्ट। अनि आई फकिङ लभ इट। नि यस्तो हुन्छ। दिस इज फकिङ फन म्यान। म अहिले एउटा पार्क जाँदैछु, यहाँ धेरैवटा पार्कहरू छ दामी दामी, म तपाईँहरूलाई देखाउँछु अब आउने भिडियोहरूमा अझै।
सो किप सब्सक्राइबिङ है। मेरो पुरानो च्यानल 1000 सब्सक्राइबर पुग्न आँट्दाखेरि मैले डिलिट गरेँ मिस्टेकनली। फक्किङ यसमा पुऱ्याउनु पऱ्यो है गाइज, यसमा पुऱ्याउनु पऱ्यो मा कसम। म अलिक उडाउन ओर्न चाहिँ अलिक आउँदैन है। पब्बेल पार्क यहाँबाट चाहिँ यदि तपाईँसँग बोट पनि छ भने बोट ल्याएर कुदाउन पनि सक्नुहुन्छ होइन। मसँग चाहिँ छैन, प्लस मलाई स्विमिङ पनि आउँदैन, सो म केही गर्दिनँ। लेट्स गेट ब्याक टु द ट्र्याक गाइज। साइक्लिङको हिस्ट्री कुरा गर्नु पर्दाखेरि गतिलो साइकल यो पनि मैले यहाँ सेकेन्ड ह्यान्डमा उठाएको हो होइन। मार्केटमा कति पर्छ होला, यसलाई 800 जस्तो पर्छ क्या र, अनि 400 रुपियाँ जस्तोमा सेकेन्ड ह्यान्ड उठाएको हो, $400 अब यो साइकलबाट बेस सिक्ने हो। अनि हाम्रो तपाईँहरू जस्तो बबाल फलोवर्स भ्युवर्सहरूले फलो हानिदिनु भयो भने चाहिँ माकसम डुअल सकवाला 3-4 लाखको बाइक उठाइदिन्छु म, तर ओन्ली आफ्टर 1000 सब्सक्राइबर्स। अहिले त 20 वटा होला यसमा। पानी पनि हाल्नुपर्ने। यहाँ सानो पार्क रहेछ, हेरिदिउँ न के छ पार्कमा होइन। यहाँ पार्कहरूमा एकदम माइनर पार्क हो होइन। अब के छ हेरिदिउँ ल। सो दिस इज आवर बेल्स पकेट पार्क। यहाँ सानो बस्ने ठाउँ छ, अनि उता पानीको धारा रहेछ, पानी खाइदिनु पर्यो। पुसअप सुसअप हान्ने ठाउँ चाहिँ रहेन रहेछ, आई मिन पुलअप सुलअप हान्ने ठाउँ चाहिँ रहेन रहेछ यसमा यो पार्कमा। तर फ्यु पार्क्सहरू त्यस्तो पनि हुन्छ होइन। यहाँ चाहिँ यही केटाकेटीको छु, केटाकेटीलाई बाबुआमा फ्यामिलीहरूले घुमाउन आउँदाखेरि त्यो झोलुङ्गे सोलुङ्गे हुन्छ नि पिङहरू, त्यस्तो रहेछ। अब यहाँबाट हामी अर्को ठाउँमा जान्छौँ है त। हाउ इज इट गाइज, कस्तो लाग्दैछ भन्नु पऱ्यो है ल प्लिज ल। है अलिकति दाइलाई फेमस बनाइदिउँ ल। लगभग 8:34 भयो। एकछिन बसेँ यहाँ हाम्रो ठ्याक्कै छेउमा पाइन रिभर भन्छ, खोला छेउमा आनन्द फिल हुन्छ कि गाइज यार। इट मेक्स मी ह्याप्पी भनौँ। अनि अर्को कुरा भनेको यदि तपाईँहरू त्यहाँ हेर्दै हुनुहुन्छ प्लस तपाईँहरूलाई साइकलको बारेमा नलेज छ भने प्लिज मलाई यो मैले सेकेन्ड ह्यान्ड साइकल किनेको अलिकति राम्ररी सर्भिस गरेको छैन। सर्भिसिङ गर्दा चाहिँ यहाँ लास्ट महँगो हुन्छ, 200-300 लिन्छ, गर्नु चाहिँ पर्ने हो। तर अब साइकलै 400 को के 200 रुपियाँको सर्भिसिङ गर्नु। मलाई यो चेन कसरी बेस्ट वे टु क्लिन होइन, चेनलाई र ल्युब गर्ने आइडिया यसो सेयर हान्दिउँ छ भने। यता के रहेछ यार, यता गइदिउँ यार। यहाँबाट यो नयाँ ठाउँ, यो नयाँ रहेछ, यताको ठाउँमा आएको छैन, गइदिउँ हेरिदिउँ के रहेछ यस्तो यस्तो पार्कहरू।
एरियातिर है डेन्जर डेन्जर सो होस पुऱ्याउनु पर्छ कहाँ निस्किने रहेछ त यो खोलाको छेउ अनि हाम्रोमा चाहिँ खोला अतिक्रमण गरेको छ भनेर गिद्दी गरिरहेको हुन्छ पिच्किरहेको हुन्छ खोलालाई जोगाउँ ठाउँ अलिक लिभेबल बनाऊ होइन मान्छेहरूलाई राम्रो होस् बनाऊ भन्ने कुरालाई पुरै दामी रहेछ यार यही हो पाइन रिभर यो चाहिँ पाइन रिभर हो गाइज है यसको यो तलतिर गएपछि बुल सार्क भन्छ बुल सार्क पनि हुन्छ भन्छन् त्यसले चाहिँ मान्छेहरूलाई एट्याक गरिराखेको हुन्छ तर धेरै ठाउँ सेफ पनि छ यहाँ छुट्याइदिएको हुन्छ उनीहरूले अब यस्तो मजाले म्यानेज छ क्या उतिनेर कस्तो बिजी सिटी लाइफ छ होइन तर आफ्नो टाइम बनाएर यसरी निस्किरह्यो भने चाहिँ मलाई चाहिँ यही हो मेरो मेडिसिन आफ्नो मेन्टल हेल्थको लागि बेस्ट मेडिसिन ल मोर हेर्दैौँ अब यो बाटो अझै कहाँसम्म जान्छ होइन म्याप हेर्नु पर्यो यार यहाँबाट चाहिँ यो खोलाको छेउको बाटो अलिकति बन्द रहेछ यहाँ हस्पिटल रहेछ त्यसपछि यता फेरि अलिक मान्छेहरू रेजिडेन्टल एरियातिरबाट जानुभन्दा अब अहिले कति बज्यो 8:40 भएछ यहाँ बिहानको अब चाहिँ के गर्नुपर्छ भने मेरो चाहिँ अलिक बिजी छ रुटिन अब यहाँबाट घर जान्छु घर पुग्दा ओर्दा एकछिन टाइम लाग्छ पुगेर अनि फ्रेस भएर ब्रेकी हानेर अनि त्यसपछि चाहिँ एकछिन पढ्नु पनि छ पेटी पनि दिनु छ क्या यहाँ गिद्दी छ नि लाइफ पनि सँगै चलिरहेको नि त गाइस सबै कुरा पर्फेक्ट भइहाल्दैन क्या आई मिन एभ्रिडे लाइफमा फङ्सनिङ कुराहरू मेन्टेन गरिराख्नुपर्छ अब त्यही गर्ने क्रम छ मेरो आज र भोलि काम छ स्याटरडे सन्डे त काम हान्नु पर्यो स्याटरडे सन्डे मात्रै हो पैसा राम्रो आउने होइन अनि मन्डे पब्लिक होलिडे छ मन्डे निस्किनु पर्ला साइकलमा दामी अलिक टाइम लिएर हेरौँ के हुन्छ लेट्स सी अहिले चाहिँ राइड इन्जोय गरौँ गाइस यो चाहिँ हाम्रो सपिङ सेन्टर हो है गाइज मेरो लेफ्टतिर देखिराख्नु भएको चाहिँ हाम्रो यहाँको नजिकैको सपिङ सेन्टर यही हो यहाँ चाहिँ सानो सानो कम्युनिटीमा डेली लिभिङको लागि चाहिने सम्पूर्ण कुराहरू हुनुपर्छ यहाँ चाहिँ नभए त्यो ठाउँको रियल इस्टेटको
पैसाहरू जोतमा बढ्दैन हाम्रो नेपालमा जस्तो हुन्छ नि। अब बाटो छेउमा भयो भने धेरै महँगो भन्ने हुन्छ। अब यहाँ चाहिँ अर्कै ट्रेन्ड हुन्छ। यहाँ चाहिँ जुन लोकालिटीमा सबै सुविधा छ होइन, पार्क, सकर फिल्ड, ब्याडमिन्टनको कोर्ट प्लस सपिङ सेन्टर, मेडिकल, एभ्रिथिङ के जहाँ सबभन्दा बढी सुविधा त्यो ठाउँ सबभन्दा खतरा छिटो ठुलो हुँदै जान्छ। यहाँ पनि सबै कुरा छन चाहिँ मेडिकल सेडिकल, सपिङ सेन्टर, पार्क। अब अघि देखिहाल्नु भयो, अझै उताको साइड त म गएकै छैन। जाऊँ न अहिले म लिएर जान्छु होइन। तर गोप्रोको चार्ज चाहिँ कम भइसकेछ। अब म यहाँबाट घर अगाडि पुग्नलाई 2-3 मिनट जस्तो लाग्छ साइकलमा। त्यहाँबाट 2-3 मिनटमा त अर्को जङ्गल छ क्या, त्यहाँ जाम्ला। गाइज अर्को पार्क चाहिँ म तपाईँहरूलाई नेक्स्ट एपिसोडमा लिएर जाने भएँ। सो प्लिज नेक्स्ट एपिसोडमा तपाईँलाई अर्को पार्क पनि हेरिदिउँ, मसँग एकछिन गन्तन हानिदिउँ भन्ने छ भने चाहिँ डु सब्सक्राइब अनि प्लिज लिभ अ कमेन्ट है। धन्यवाद। इट विल मिन्स अ लट टु मी है गाइज। Just the way you are. Oh man, it feels right here.